Hi guys, welcome back to my YouTube channel. This is Miss Radha र म मेरो YouTube च्यानलमा अलि धेरै नै पछि ब्याक भएको छु. सो आजको भिडियो के बारे भन्दाखेरि इट इज मेनली फोकस्ड अन स्टुडेन्ट बिकज आई एम स्टुडेन्ट अनि म न्युजिल्यान्ड आएको पनि अलमोस्ट 8 मन्थ कम्प्लिट हुन लागिसकेको छ र यो भिडियो चाहिँ मैले अलि धेरै अगाडिदेखि नै बनाउँछु भन्दै थिएँ बट टाइमको कारणले गर्दाखेरि फाइनली आई एम मेकिङ दिस भिडियो र आजको भिडियो के रिलेटेड भन्दाखेरि नर्मली स्टुडेन्टले न्युजिल्यान्डमा कति कमाउन सक्छन् कति एक्सपेन्सेस हुन्छ र कति सेभिङ्स गर्न सक्छन् भनेर सो लेट्स जम्प इन्टु द भिडियो डिरेक्टली सुरुमा कुरा गरौँ हामी स्टुडेन्टको इन्कमबाट अहिले न्युजिल्यान्डमा मिनिमम वेज भने चाहिँ 23.50 रहेको छ र यो टोटली तपाईले काम गर्ने ठाउँमा डिपेन्ड हुन्छ कसै कसै अब हाउसकिपिङ क्लिनिङको कामहरू केही गरिराख्नु भएको छ भने उहाँहरूले $24 $25 $25.5 पनि पाइराख्नु भएको छ र अझै राम्रो कम्पनीहरूमा काम गर्दै हुनुहुन्छ भने $26 पनि कमाइराख्नु भएको छ हैन सो इट टोटली डिपेन्ड अपन योर अर्गनाइजेसन र अर्को कुरा भन्दाखेरि हामी स्टुडेन्टले त वी कान्ट वर्क मोर देन 20 आवर्स र त्यो 20 आवर्स पनि एकदमै लक्कीले मात्र पाउनुहुन्छ बिकज अलिकति गाह्रो नै छ अनेस्टली कुरा गर्नु पर्दा काम पाउनलाई र अहिले झन् यो वेदर विन्टरमा चाहिँ अलि रिसेसनको टाइममा अलि गाह्रो नै छ सो अहिले चाहिँ हामी मिनिमम वेजमा रहेर कुरा गरौँ र you can multiply like 20 into 23.50 गर्दाखेरि you can earn around $470 per week तपाईले यति पाउनुहुन्छ 20 आवर्स काम पाउनु भयो भने यति कमाउनुहुन्छ हैन $470 अनि त्यसमा पनि हामी स्टुडेन्टले चाहिँ we need to pay tax like 17.5% ट्याक्स चाहिँ हामीले एभ्री विक पे गर्नुपर्ने हुन्छ र त्यो इन्कममा हामीले त्यो ट्याक्स पे गर्दाखेरि हाम्रो एकाउन्टमा आउने भनेको $385 जति हामीले पाउँछौं मैले लेखेर राखेको छु के सो दैट मैले नछुटाम भनेर अनि $385 तपाईको इन्कम हुन्छ पर विक हैन इन्कमको कुरा त यो भयो अब हामी कुरा गरौँ एक्सपेन्सेस कति खर्च हुन्छ त भनेर एक्सपेन्सेसको कुरा गर्दाखेरि चाहिँ स्टुडेन्टले सबैभन्दा धेरै खर्च हुने भनेको अफ कोर्स रेन्टमा रेन्ट चाहिँ अब इट डिपेन्ड्स लाइक तपाई अब म आई वान्ट प्राइभेसी म एक्लै नै बस्छु भन्नुहुन्छ भने 150 देखि 170 को रेन्जमा पर्न जान्छ हजुरलाई सिंगल रुमको र म हैन इट डजन्ट म्याटर म शेयरिङमा बस्छु भन्नुहुन्छ भने पनि कति जनासँग शेयरिङमा बस्ने त लाइक एक जनासँग दुई जनासँग तीन जनासँग हेरी हुन्छ सो शेयरिङमा बस्नुभयो भने हजुरलाई 90 देखि 120 130 को रेन्जमा पर्छ भने एक्लै बस्नुहुन्छ भने 130 देखि 170 को रेन्जमा पर्छ हजुरलाई रुम रेन्ट पर विक त्यसमा यति मैले राखे रेन्टको लागि अनि अर्को भनेको एक्स्ट्रा युटिलिटीज लाइक वाटर इलेक्ट्रिसिटी इन्टरनेट त्यो चाहिँ हाम्रो एक्स्ट्रा युटिलिटीजमा पर्छ अनि यो चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि रुम रेन्टमा लिँदाखेरि चाहिँ इन्क्लुडिङ अल भन्ने रुममा चाहिँ बस्नुभयो भने हजुरलाई इजी हुन्छ लाइक यो पानी बत्तीहरुको टेन्सन हजुरलाई पर्दैन र सबै त्यसैमा इन्क्लुड हुन्छ सो एक्स्ट्रा युटिलिटीजको कुरा गर्नु पर्दाखेरि हजुरलाई चाहिँ $70 देखि $80 पर मन्थ लाग्छ किनकि यो चाहिँ विकली तिर्नु पर्दैन यो चाहिँ मन्थली नै आउने भएको कारणले यो भयो एक्स्ट्रा युटिलिटीजको कुरा अनि अर्को कुरा भनेको हजुरलाई ग्रोसरिजमा पर्न जान्छ खानामा चाहिँ सुरुको टाइममा चाहिँ जुटाउनलाई अलिकति महँगो नै पर्छ बिकज यु हेभ टु बाई एभ्रिथिङ लाइक चामलदेखि तेलदेखि लिएर एभ्रिथिङ बाई गर्दाखेरि हजुरलाई 120 सम्म पर्न जान्छ सुरुको विकमा त्यसपछि हजुरले अर्को हप्ता त त्यति पर्दैन नि त सो हजुरलाई चाहिँ $30 मा चाहिँ स्टुडेन्टले एकजनालाई चाहिँ पुग्छ त्यति पुग्छ जस्तो लाग्छ हैन अनि ग्रोसरीको लागि पनि बिस्तारै यहाँ बसेपछि हजुरलाई थाहा हुन्छ लाइक कुन कुरा कता किन्ने भनेर लाइक ब्रेडहरु हजुरले उलोर्थमा सस्तो पाउनुहुन्छ होला हैन लाइक मरमसलाहरु चामलहरु तपाईले लोटसमा योगिजीमा सस्तो पाउनुहुन्छ होला अरु आइटमहरु प्याकेन्सेमा सस्तो पाउनुहुन्छ होला यो सबै हजुरले यहाँ बसेपछि बिस्तारै थाहा पाउँदै जानुहुन्छ हैन सुरुमा आउँदाखेरि अलिकति खर्च हुन्छ किनकि हामीहरुलाई थाहा हुँदैन र बस्दै गएपछि चाहिँ हजुरले कुन सामान कहाँ लाइक तरकारी किन्न जानुहुन्छ भने सन्डे मार्केटमा हजुरलाई सस्तो पर्छ यो कुराहरु चाहिँ बिस्तारै यहाँ आएपछि हजुरले एक्सप्लोर गर्दै थाहा पाउनुहुन्छ अर्को रह्यो ग्रोसरिजको कुरा त भयो त्यसपछि मोबाइल प्लान लाइक डाटा एन्ड अल मोबाइलमा चाहिँ कुरा गर्दाखेरि मैले चाहिँ 2 डिग्रीको सिम युज गरिरहेको छु र मैले चाहिँ मोबाइलमा मन्थली $13 चाहिँ युज खर्च भइरहेको छ मेरो बिकज $13 को प्लान लिइरहेको छु त्यसमा चाहिँ 600 MB डाटा अनि त्यसपछि अनलिमिटेड कल अनलिमिटेड मेसेज विथिन है न्युजिल्यान्ड भित्र त्यो चाहिँ पर्छ र मैले त्यो प्लान किन युज गरे भन्दाखेरि त्यसमा चाहिँ
दिनमा 1 घन्टा चाहिँ हामीले फ्री डाटा चलाउन पाउँछौँ के 1 घन्टाको टाइममा चाहिँ। त्यही भएर मैले मोबाइलमा चाहिँ $13 मात्र राखेँ अहिले होइन। अनि बाँकी रह्यो अरू डाटाहरूको कुरा चाहिँ मैले मेरो साथीहरूसँग बरो गर्छु, किनकि जसले यहाँ मोबाइलहरू किनिराख्नुहुन्छ नि आएर, त्यो किन्दाखेरि उहाँहरूलाई डाटा प्लान अति धेरै दिइरहेको हुन्छ क्या, अनि उनीहरूले डाटा सेयर गर्न मिल्छ। त्यही भएर मैले चाहिँ डाटा साथीहरूसँग पनि अलिअलि लिन्छु। त्यो भयो मेरो मोबाइल प्लानको कुरा। अनि अर्को धेरै खर्च हुने मेरो कुरा गर्दाखेरि इट्स हपकार्ड। हपकार्डमा मेरो अति धेरै खर्च हुन्छ र म यसमा के सजेस्ट गर्छु भन्दाखेरि हजुरहरूको अब जस्तै स्टुडेन्टमा कलेज जानुपर्ने हुन्छ अनि काम पनि जानुपर्ने हुन्छ, लाइक काम 3 दिन हुन्छ प्रायः, अनि कलेज पनि अब हेरी हेरी हुन्छ नि त। जस्तै मेरो फर इक्जाम्पल मेरो कलेज 2 दिन छ, काम 3 दिन छ भने म मेरो काम नजिकै बस्छु कि, लाइक वाकिङ डिस्टेन्समा। त्यसो गर्दाखेरि मैले भाडा तिर्नु परेन नि त बसमा। हपकार्ड भनेको चाहिँ बसको त्यो भाडा हो होइन, कार्डमा हाल्नुपर्ने हुन्छ। त्यही भएर म के सजेस्ट गर्छु भन्दाखेरि हजुरको कलेज धेरै जानुपर्छ भने कलेज नजिकै वाकिङ डिस्टेन्समा बस्नुहोस्। अनि कलेज जानु पर्दैन, काम धेरै जानुपर्ने हुन्छ भने चाहिँ कामको वाकिङ डिस्टेन्समा बस्दाखेरि हजुरलाई हपकार्डमा पैसा बच्छ नि त। र हपकार्डमा अहिले अलिक बढाएको छ र हजुरले अलिकति चढेर झर्नुभयो भने पनि हजुरलाई $2.15 चाहिँ लाग्छ बसमा। अनि हजुरले विथिन एउटै टेरिटोरी भएर बस चढ्नुभयो भने 2टा बस 3टा बस चढ्दाखेरि पैसा तिर्नु पर्दैन। तर मेरो कुरा रह्यो म चाहिँ अलिक टाढा नै बस्छु होइन कामबाट, अनि मेरो काम चाहिँ अर्को टेरिटोरीमा पर्छ, मैले 2टा बस फेरेर जानुपर्छ र इट विल कस्ट मी अराउन्ड $4 भन्दा माथि लाग्छ। त्यही भएर मैले एकचोटि काम गएर आएँ भने मेरो $10 सकिन्छ क्या। त्यही भएर मेरो अलिक धेरै नै खर्च हुन्छ हपकार्डमा, $50 जति हुन्छ। त्यही भएर मैले अहिले सबैलाई हिसाब गरेर कुरा गर्दाखेरि हपकार्डमा $30 चाहिँ मैले हपकार्डलाई छुट्याउँछु। त्यो भयो अर्को एक्सपेन्सेस। अनि यो सबै एक्सपेन्सेस कटाएर हामी स्टुडेन्टले सेभ गर्ने भनेको चाहिँ $120 देखि $150 चाहिँ हाम्रो स्टुडेन्टको सेभ हुन्छ है। अनि अब आफै हिसाब गर्नुहोस् ल, यति सेभ हुन्छ। अनि कहिलेकाहीँ अब काहीँ जाँदाखेरि केही अझै बाहिर खानु मन लाग्ला, कहिलेकाहीँ घुम्न जाँदा केही किन्न मन लाग्ला, सो $100 सबै बचाएर राख्नुभयो भने पनि $100 हुन्छ। र अरू के हुन्छ भन्दाखेरि इट टोटली डिपेन्ड अपन यु, लाइक खानामा हजुरमा डिपेन्ड हुन्छ, डाटा चलाउनमा हजुरमा डिपेन्ड हुन्छ, हिँड्नमा बसमा हजुरमा डिपेन्ड हुन्छ, रेन्ट बाहेक प्रायः सबै हजुरहरूमा डिपेन्ड हुने कुरा हो। त्यही भएर मैले चाहिँ स्टुडेन्टले हप्तामा $100 जति सेभ गर्न सक्छ भन्छु होइन। मैले मेरो पनि कुरा गरेर भन्दैछु। अनि कसैमा धेरै गर्नु सक्नुहुन्छ, कसैले धेरै थोरै पनि गर्न सक्नुहुन्छ, कसैको सेभिङ्स चाहिँ हुँदैन। इट टोटली डिपेन्ड अपन यु गाइज है। अनि अर्को त्यही भएर म चाहिँ अलिकति आफूले आफूलाई लक्की भन्छु, किनकि मैले चाहिँ मेरो फी नेपालबाटै क्लियर गरेर आएको थिएँ र मलाई यहाँ आएर फीको प्रेसर परेन होइन। अनि मैले फी पुरै तिरेको भएर मेरो पुरै भिजा छ, नत्र मैले भिजा पनि हाल्नुपर्ने हुन्थ्यो, इमिग्रेसन चार्ज छुट्टै, फीको प्रेसर छुट्टै हुन्थ्यो। सो मैले चाहिँ त्यो डिल गर्नु परेको छैन लक्किली होइन, थ्याङ्क गड गर्नु परेको छैन। नत्र चाहिँ स्टुडेन्टले यहाँ आएर चाहिँ यो अर्को वर्षको फी उठाउँछु भन्न चाहिँ एकदमै धेरै गाह्रो हुन्छ। लाइक उहाँहरूले काम गर्ने भनेको भ्याकेसनको टाइममा हो होइन, भ्याकेसनबाट काम गरेर अथवा कसैले क्यासअपमा काम गरेर कसैले एकदम रियली नै उठाउनुहुन्छ होला। बट अनेस्टली स्पिकिङ चाहिँ एकदमै धेरै गाह्रो नै छ त्यो आएर म सेभिङ्स गर्छु, म यस्तो गर्छु भन्दा त स्टुडेन्ट लाइफमा त अलिकति गाह्रो नै हुन्छ। त्यही हो गाइज, इन्कमको कुरा, एक्सपेन्सेसको कुरा। अनि अर्को कुरा रह्यो हजुरहरूको स्टुडेन्टको बारेमा त भयो। हामी फुल टाइम काम गर्नेले चाहिँ कति कमाउनुहुन्छ भनेर सोध्नुहुन्छ होला होइन। यसमा के कुरा रह्यो भन्दाखेरि स्टुडेन्टको मैले अघि जे भने नि त्यसमा इन्टु 2 गर्दाखेरि हुन्छ। लाइक स्टुडेन्टको इन्कममा हजुरहरूले 2 गर्नुहोस् होइन। त्यसपछि रेन्टको कुरा 150 छ भने, कपल्स हुनुहुन्छ भने 300 इन्क्लुडिङ अलमा पनि पाइरहेको हुन्छ। सो 300 देखि 320 सम्ममा हजुरहरूले रेन्ट पाउनुहुन्छ। हजुरहरूले अलिक धेरै काम गर्नुभयो भने हजुरहरूले ट्याक्स पनि त्यो चाहिँ धेरै तिर्नुपर्छ। लाइक मोर देन 35% ट्याक्स चाहिँ हजुरहरूको इन्कममा डिपेन्ड हुन्छ, लाइक एनुअली कति कमाउनुहुन्छ र त्यसमा डिपेन्ड हुन्छ होइन। यो चाहिँ हजुरहरूले एकचोटि वेबसाइटमा पनि हेर्न म सजेस्ट गर्छु हजुरहरूको इन्कम अनुसार। अनि खानेकुराहरू पनि त्यही हो, इन्टु 2, मतलब जे गर्नुहुन्छ स्टुडेन्टको भन्दा डबल हुन्छ हजुरको भनौँ न, कपल्सको र सिङ्गलको। त्यही हो गाइज। थ्याङ्क यू गाइज फर लिसनिङ टु मी। अनि अरू केही भिडियो हेर्न चाहनुहुन्छ भने, अरू केही मैले छुटाएको छु भने पनि प्लिज कमेन्ट गरिदिनु होला होइन।
मलाई पनि थाहा पाउन सक्छु नि त केही कुरा भन्न मन छ भने अथवा केही मैले मिस्टेक बोलेँ भने पनि प्लिज कमेन्ट डाउन अनि अर्को भिडियो के को रिलेटेड हेर्न चाहनुहुन्छ त्यो पनि प्लिज कमेन्ट डाउन एन्ड हजुरलाई यो भिडियो कस्तो लाग्छ अनि आफ्नो साथी कोही न्युजिल्यान्ड जाँदै हुनुहुन्छ र कोही न्युजिल्यान्ड हुनुहुन्छ भने प्लिज सेयर टु देम थ्याङ्क यू गाइज फर लभिङ मी बाई बाई